देख्दैन त रहेछ मोबाइलकै सर्केको यो डिस्प्ले गएको पुराले देखाउँदा सिधै ल अर्कोमा फ्ल्यास हुन्थ्यो यसमा त काम छैन रहेछ आगो नि झर्केर नआउने अरे लाग्छ अरे होइन चक्कु ल्याउनु भएको त चक्कु नै हो देखेन यो त फ्ल्यास न के रहेछ के फ्ल्यास त बाल्नु मिल्छ त नि आउँदैन को आउँदैन होइन को त यो रक्ती देखेछ ठिक छ दाइ यो टाउको चाहिँ लुकाउँदा यो चाहिँ रक्ती चाहिँ खै भयो भएन हौ आएको भएन कस्तो हो खिच ल फेरि पखाल्नु बोला पनि त मेरो भ्लग हो क्या अन्त हाम्रो लोकल भाले होइन लोकल भाले काटेको काटेर प्लान छ भन नदेखाउनु फेरि पोल्न पोल्न अब अब पर्दैन अब यति भयो उयो अझै पोल्नु पर्छ त यो भनेर कति पोल्नु पर्छ अझै पोल्नु बोसो निस्किन्छ भयो नि दिदी के गर्नु त हौ अब यहाँ छोरा मान्छे नभास्दै भएको के गर्नु भयो हौ दिदी यो कति राम्रो बनाउनु ल अब केमा बोरा छ यहीँ काट्ने अचानक त सानो मात्रै छ मलाई त खासै आउँदैन पनि यो जिन्दगीमा हाम्रो अनुसारले चाहिँ फेरि जस्तो पनि के काट्ने मार्ने गर्छु के यताबाट सिक्छ हो मलाई त कन्फिउज सबै एकैचोटि निकाल्छ अँ जान्नेले त अब आज अब हामीले बनाएको खाउँ न कस्तो हुन्छ भरे दिनु पऱ्यो क्या कहाँ हो म कहाँ बनाउनु नै म अरूले देखेको मात्रै दिदी यो यसो चिज होइन राजाले आयो भने चाहिँ काट्नु नै है ढाक्नु अब रोटो हुन्छ होला होइन खै छिन्दैन पहिलोचोटि पनि म चाहिँ फर्स्टचोटि है म पनि हो तर बच्चामा पूजा गर्दाखेरि चाहिँ सानो चाहिँ के लाग्छ जस्तो लाग्छ तर बिर्सिछु के म त होइन राजाले बोलाउनु न त एकछिन बनाइसक्नु त अब काट्नु त होइन दाइ आउनुहुन्छ त्यो अप्ठ्यारो मान्नु भएर हो कि दाइ के के नहुनु भएको त अब यता समाउनु त देखाऊ है यहाँ हामीले नदेखाऊ है हामी उनलाई मात्रै देखाउनु सरी नि चाहिँ पुच्छर चाहिँ फालिदिनु
भिडियो भइरहेछ हैन चिप्पेको त चिप्पे जस्तो छ मासु हैन त मासै होला यसरी निकाल्दैन पित्त खोइ भरे तित्तो सारी हुन्छ है फोक्सो नै हो उही तलसम्म चिर न होइन कि अरू त तयार गरिसक्यो नि त पिस पार्नु चाहिँ कसले फोन गरेको कता कता एकचोटि मिल्यो गरे नि होइन भेरी गुड काम गर्यो फर्स्टचोटि है यो मेरो यस्तो यो निकाल्नु त आन्द्रा भुँडी मिस्यो भने के भन्नु लु अब त यति त होइन अझ के गर्नु ए निकाले होइन लामो होइन नि यो यति काटेर यसरी के खुट्टा त खुट्टा खुट्टा चाहिँ अब बनाउने मान्छे होइन खुट्टा बनाउने मान्छेलाई भन्थ्यो टाउको चाहिँ खोइ टाउको त्यहाँ छेउमा खोइ ओ पर छेउमा ए यो बोल्नु पर्दैन त यो नि हाल्नु होइन अँ जोख्ने ल्याउ त घरि यता यतै सिरीले भेट्टाएर त आज सबै कुरा मिलिरहेको छ अर्को दुईटा नि थियो त्यो चाहिँ कहाँ मासुभित्र लानु के भनेको एक केजी 80 ग्राम 800 ग्राम मात्रै छ त 1 केजी 800 काटेर अब काटेर काटेर भएको केजी के हिसाबले त हुँदा मुन्दा 2000 ले जाऊ यसमा चाहिँ नि 500 त भगेन हुन्छ अब लाग्नु पसलमा सारो खालको फाइदा हुन्छ फाइदा छ पुग्यो होला अब कि जोख्नु पऱ्यो होला नि भरे त्यो त ग्राममा त जोख्नु पऱ्यो नि त कति त्यो हिसाब गर्नु होइन काट्न आउँछ न मजाले काट्नु जमानी लु तपाईँ काट्नु न म त अलिक काट्न ट्याक ट्याक गर्न आउँदैन क्या चट चट छिनाउने नि तपाईँ लाग्ने हो भने त उस्तै त पल्टेर कसरी काट्नु त भयो यो यसरी के छ कि यसरी यो त्यस्तो धेरै न आउनु त्यस्तो यो हड्डी निकाल्ने चार होइन होइन दिदी खुकुरी भयो खुकुर छ नि तपाईँको लाग्दैन यो अनि यो 4 भाग बनाऊ अनि 2 भाग 4 भाग पिस त आफै बनाउँछ होला नि होइन आफै पुग्नु पिस त थोरै धेरै भयो यहाँ त दुईटा भाषा धेरै यसमा आउनु न अब भुटन छ नि
यो दुईटा बनाउनु यो दुईटा हैन कति हो एला अलिक तलमा यता हड्डी छ हटे एउटा सानो सानो यसो इनर मिलाउनु यहाँ मिलाऊ है फेरि सानो नै भयो यसमा थप्नु त यसको थोरै यो 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 यहीँ राख्नु यसको खुट्टा चाहिँ अलिकति त्यहाँ लाउनु है यतापट्टि हुन्छ त्यसपछि न भएन त्यसरी 4 भाग त्यसरी 4 भाग लाउनु न ठिक हुन्छ सबै है हुन्छ त्यो 4 भाग बनाउनु सबै थोरै चाहिँ कम छ यसमा यसमा लाउनु 500 को हैन यो यो फ्लावर कसको राइन्सको हो कहाँबाट लिएको यो फ्लावर खोइ कहाँबाट लिएको बाबा एकटा घरमा जाने हैन जिन्दगी पहिलो चाहिँ जमानी बस्यो हैन कस्तो जमाना बस्यो त्यतै भयो क्या अब जोख्नु पर्यो हैन यो अन्डा त कसले खान्छ र त्यो त उनलाई लगाइदियो है भन्नालाई अरूले धन दिएन अर्को अन्डा अर्को अन्डा दिएपछि छैन निकाल है त्यही अन्डा त अब कति 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 यतापट्टि है 400 500 पुग्न आँट्यो है 450 450 ग्राम गर्न त राख त एउटा निकाल भनेपछि 400 भनेपछि 16 17 हो के 450 450 ठिक्क पुग्छ 400 कति भयो 80 450 ग्राम 18 भइरहेछ होइन 500 500 पुग्न आँटिसक्यो अनि 500 त आधी केजी पो त नि आधी केजी पुग्दैन 450 ग्राम के 50 50 100 अनि 16 17 18 पुग्छ ठिक फेरि 12 75 हो 50 ग्राम हाल न 72 भयो भरे अर्कोमा पुग्दैन त त्यही थप्नुपर्छ भयो अहिले 52 भएन भइसक्यो यति त यो त्यो जोखेछ अर्को त्यो पुगेन त्यही थप्यो भइसक्यो 56 पापा पनि तलै गएको होला पापाहरू गेम खेल्न गइसक्नु भयो के कोही पनि छैन तल अब हामी माम पाएर खाने हो कता जुमन जान्छ भएन छैन ठिक भयो है जानु हुँदैन राति भन्दैछु मैले तल कोही पनि छैन तल जुमन मात्र जुमन पनि टिममा गयो भने राति यो त आधी केजी धेरै भइसक्यो आधी केजी बढी भएन ओइ पानी हाल्नु न यसलाई त मलाई त जाऊ बच्चा बच्चा बस्छ त्यहाँ अब उनीहरू आउनु आँटेछ भन्दैछु यही माम पकाएर खाने अब फेरि भन्दैछु है
60 पुग्यो छोरा म पनि जान्छु अब जाऊ न 490 छैन 490 भयो त्यसमा यिनीहरूमा थाप्नुपर्छ यी सबैमा कति भनेपछि यति त उक्लिने अब त्यो सबैमा अलिअलि भाग लाउनु पर्यो होइन अब सबैमा अलिअलि लगाइदिएन हनुमानले कसरी यसरी एक एक डल्ला लु लैजाऊ है ल हरि धना लैजाऊ एक भाग छानेर लैजाऊ त्यो चाहिँ अब हामीले नि काट्ने मान्छेको अब यो आन्द्रा त के कति हुन्छ टाउको त कसले खान्छ टाउको खान्छ त नि त्यो काट्नेको हो टाउको त्यो उयो खान्छ खाँदैन मम्मीहरूले अन्त लगाइदिउँ लगाइदेऊ यो राखिदिउँ कि कुन लाग्थ्यो राख्ने जुन लैजाऊ न खुट्टाको अब 500को भने 2000को अरे अब के यस्तै छ लोकल भनेर मात्रै हो लोकल भनेर अब उता फेरि 700 रुपियाँ 800 रुपियाँ दिन्छ नि फेरि लोकल अर्को त लिन्छ अर्को त यो चाक त कसले खान्छ त्यो कि खान्छ भने त्यो उनीहरूले पोलेर खान्छ पोलेर खाने नखाने त्यहाँ लाउनु न त्यो खुट्टा के लाउनुपर्छ खुट्टा टाउकोले गरेर अलिकति थपियो सकेन खुकुरी त्यो त घिउ अनि यो चिचीसँग खाने के दामी हुन्छ अस्ति खायो त के हुन्छ पनि फ्लास